त गाइस सबभन्दा पहिला तपाईँ आफ्नो सेटिङमा आउनु होला। सेटिङमा आएपछि गुगलमा आउनु होला र गुगलमा आइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ म्यानेज योर एकाउन्टमा आउनु होला, म्यानेज योर गुगल एकाउन्ट। अनि यहाँ आइसकेपछि तपाईँको यहाँ डाटा एन्ड प्राइभेसी छ, डाटा एन्ड प्राइभेसीमा आउनु होला र यहाँ हेर्न सक्नुहुन्छ डाटा एन्ड प्राइभेसीमा आएर तपाईँ हेर्न सक्नुहुन्छ कि तपाईँको यहाँ म पज गरेछु, मेरो टाइमलाइन पज गरेछु, युट्युब हिस्ट्री पनि पज गरेछु, वेब एन्ड एक्टिभिटी पनि पज गरेछु। यहाँ के हुन्छ तपाईँहरूको अन हुन्छ। यहाँ अन भएपछि यहाँ के गर्छ भने यहाँ तपाईँ कुन एप्स चलाइरहनु, यहाँ टर्न अन दिएछ, यहाँ टर्न अन गर्नुभयो होला। टर्न अन भएपछि यहाँ हेर्न सक्नुहुन्छ जस्तै मैले टर्न अन गरिदिएपछि यहाँबाट म जुनसुकै एप्स अथवा जुनसुकै वेबसाइटमा गएर जुनसुकै वेबसाइट चलाएँ, जुनसुकै एप्स चलाएँ, सबैले कलेक्ट गरेर आउँछ, कलेक्ट गरेर जम्मा गरेर आउँछ र सेभ गरेर आउँछ। त्यसैको आधारमा तपाईँले के गर्छ कि तपाईँ कस्तो मान्छे हो के मान्छे त्यो सब कलेक्ट गरेर तपाईँले पछाडि देखाउने गर्छ। र यहाँ तपाईँको यो अफ छैन भने अफ गरिदिनु होला। यहाँबाट अफ, यहाँ टर्न अन दिएछ, म अफ गरेछ भने यहाँ टर्न अन अप्सन दिएछ र यहाँ अन भएपछि यहाँ टर्न अफ अप्सन दिन्छ, तपाईँहरू अफ गरिदिनु होला। अनि यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँको पुरै भ्युअलमा यहाँबाट तपाईँको कुन एप्स चलाउनु भएको छ त्यो सब देखाइदिन्छ। तपाईँको नोट्स सेभिङ एक्टिभिटिज मैले सेभ मेरो सेभ भएको छैन, सब डिलिट भइसकेछ, म डिलिट गरेर हटाइदिन्छु र अफ गरिदिन्छु। अटो डिलिट यहाँ अटो डिलिटको अप्सन दिन्छ तपाईँको 3 महिनापछि तपाईँ वर्षपछि तपाईँ आफै डिलिट हुन्छ होस् भनेर यहाँ अप्सन त्यो पनि दिन्छ। तर म सबै एकैचोटि डिलिट गरिदिन्छु, मलाई त्यो अफ पनि गरेछु, म एकचोटि डिलिट गरेर अफ पनि गरिदिन्छु। अनि तपाईँको अरू कुरा के यहाँबाट हेर्न सक्नुहुन्छ एउटा यो एउटा टाइमलाइन। यो टाइमलाइन के हुन्छ भनेपछि तपाईँ कति टाइम कहाँ स्पेन्ड गर्नुहुन्छ, कहाँ कहाँ जानुभयो, कति किलोमिटर हिँड्नु भएको छ, कति किलोमिटर कतिको स्पिडमा जानु भएको छ। जस्तै बाइकले अलिक स्पिडमा गइन्छ भने त्यो नि क्याल्कुलेट गरेर आउँछ। 3 मिनेटमा यो मान्छे 3 मिनेटमा यहाँबाट यहाँ गयो भनेर त्यो सब क्याल्कुलेट गरेर आउँछ र सेभ गरेर आउँछ। त यसलाई यहाँ अब मैले अफ गरेछु भने यहाँबाट टर्न अनको अप्सन दिन्छ, तपाईँहरूको यहाँ अन भएपछि यहाँ टर्न अफ अप्सन दिन्छ, अफ गरिदिनु होला। किनकि त्यो कुराहरू हेरेर गुगलबाट तपाईँको मान्ने कुनै मान्छेले तपाईँको गुगल एकाउन्ट ह्याक गर्यो भने तपाईँको हरेक चिज, हरेक लोकेसन, हरेक कुरा थाहा पाउन सक्छ। त्यही भएर यसलाई अफ गरिदिनु होला। अनि अर्को कुरा के ब्याकअपको अप्सन, ब्याकअपको अप्सन मैले अफ गरेछु, मेरो ब्याकअपको अप्सन गरेर अन गरेको छैन। अर्को कुरा के यहाँ हेर्न सक्नुहुन्छ टर्न अन योर टाइमलाइन टु चुज एन्ड अटो डिलिटेड अप्सन। यहाँबाट अटो डिलिटको अप्सन दिन्छ, तर म यो सबै एकचोटि अफ गरेछु, मलाई यति महिनामा उति महिनामा डिलिट होस् भनेर अफ गरेको छैन। अनि अर्को कुरा यहाँबाट तपाईँ हेर्न सक्नुहुन्छ युट्युब हिस्ट्री, तपाईँ युट्युबमा के हेरिराख्नु भएको छ र कहिले कहिले हेर्नु भएको छ र त्यो कति कति मिनेट हेर्नु भएको छ, कस्तो कस्तो भिडियो हेर्नु भएको छ, त्यो सबै यहाँ डिटेल यहाँ उराख्छ। त्यो वेबसाइटको के हेर्नु भएको छ, के सर्च गर्नु भएको छ, त्यो सबै कुराहरू यहाँ यसले सेभ गरेर राख्छ र यहाँ तपाईँहरूको दियो होला। यहाँ मेरो सब डिलिट गरिदिन्छ, त्यही भएर मैले देखाएको छु, तपाईँहरूमा देखाइरह होला। त्यो अफ गरिदिनु होला। किनभने तपाईँको मान्छे कुनै मान्छेले तपाईँको हिस्ट्री निकाल्न चाह्यो भने त्यहाँबाट निस्किन्छ तपाईँ कस्तो मान्छे हो, के मान्छे हो, के हेर्नु भएको छ अथवा कहाँबाट तपाईँ कहाँ जानुभएको छ, त्यो सब कुराहरू यसमा देखाइदिन्छ। त्यही भएर यसलाई नि यहाँ टर्न अन म अफ गरेछु, यहाँ टर्न अनको अप्सन दिन्छ, तपाईँहरूकोमा यहाँ टर्न अन होला अनि यहाँ अफको अप्सन दियो होला। तपाईँको यहाँ बसी अफको अप्सन दिन्छ, यसलाई अफ गरिदिनु होला।